साथीहरू नमस्ते। आज चाहिँ म आफ्नो फिल्डमा आइसकेको छु, काम गर्ने ठाउँमा आइसकेको छु। तर मसँग चाहिँ यो 5 वर्ष वारेन्टीवाला ट्र्याक लाइट छ है। ट्र्याक लाइट छ 12 वाटको 1080 लुमिनियमको ट्र्याक लाइट छ यो मसँग। अहिले मैले लगाउन गइरहेको छु। यो चाहिँ म यहाँ माथि लगाउँदैछु। बार त्यहाँ लगाउन गइरहेको छु। म 6 पिस लगाउँछु, 6 पिस। निश्चित हेर्न सक्नुहुनेछ मसँग 6 पिस पनि आइसक्यो। यो चाहिँ यो खालको हुन्छ। पुस गर्ने, यो बटन पुस गर्ने, त्यसपछि माथि लगाउने। लगाएर देखाउँछु। यो हो पहिला चाहिँ म मिटरले नाप्छु, किनकि यो सेन्टरमा एउटा अनि साइडमा दुईवटा लगाउनु पर्ने छ। त्यसमा पनि सेम त्यही हुनेछ। पुस गर्ने, यो बटन पुस गर्ने, त्यसपछि लगाएर देखाउँछु। यो हो पहिला चाहिँ म मिटरले नाप्छु, किनकि यो सेन्टरमा एउटा अनि साइडमा दुईवटा लगाउनु पर्ने छ। र पहिला चाहिँ म मिटरले त्यहाँदेखि यहाँनिर 50 सेन्टी राख्छु, त्यहाँदेखि यहाँ 50 सेन्टी राख्छु, अनि बिचमा एउटा लाइट लगाउँछु। त्योपट्टि एउटा भइहाल्यो। यहाँ किनकि यहाँ पछि बस्ने ठाउँ एउटा जुन भनौँ न, एउटा यहाँ हामीले लाइटको पोइन्ट पनि छोडेछौँ। यहाँनिर चाहिँ एउटा सोरुम जस्तो आउँछ, बिचमा एउटा टेबल राखेर त्यो सामानहरू राख्ने आउँछ। त्यसको लागि हामीले ट्र्याक गर्नुपर्ने छ। यो चाहिँ किचन एरियामा गरिरहेको छु है मैले। सेम अब म लाइट लगाउँछु यसको यो कभर निकालेर। लगाइसक्यो कभर पनि मैले काटेर सबै लगाइसकेँ। मेजरमेन्ट पनि गरेर आफ्नो आफ्नो ठाउँमा लगाइसकेँ। अब म लाइट अन गरेर हेर्छु है त साथीहरू। जल्नै पर्ने हो माई गड। हेर्नुहोस् त साथीहरू, मेरो पछाडि जुन चाहिँ देख्नु भएको छ यो प्रश्न हजुरहरूलाई ब्याक क्यामेरा गरेर देखाउँछु। यस्तो रोशनी आइरहेको छ लाइट। हेर्नुहोस् त यहाँबाट देखिने पछाडि 3टा लाइट लगाएको मैले। यता नि म अलिक नजिक भएर हो। हेर्नुहोस् यतापट्टि मैले 3टा लाइट लगाएँ, ब्याक क्यामेरा देखाउँछु हजुरहरूलाई। यस्तो राम्रो लाइट दिएको छ कि यहाँ हामीले चाहिँ फोकस गर्नुपर्ने हो कि यो ठाउँमा। फोकस चाहिँ हामीले यहाँ गर्नुपर्ने हो होइन। हेर्नुहोस् त यो 3टा लाइट लगाएको छु मैले। 3टा लाइट लगाएछु यो साइडमा पनि। फोकस यहाँनिर गर्नुपर्ने। हेर्नुहोस् त कति राम्रो देखिएको छ। म टाढाबाट देखाउँछु हजुरहरूलाई। ल हेर्नुहोस् त।